आफ्नो कसरलाई त बताउनु भयो हैन त्यो पनि अब तपाईहरुले त्यो पनि आफ्नो लागि त ठिकै हो तर पनि त्यसलाई चाहिँ च्यानल बिचमा चाहिँ लगाइदिएको भए चाहिँ ठिकै थियो तर तपाईहरुले यतापटि गरेर उतापटि उतापट्टि पल्लोपट्टिबाट तपाईको लगभग 2 दिनसम्म 3 दिनसम्म मेसिनै राखेर तपाईको च्यानललाई चाहिँ गरे हो तपाई हाम्रो माथि 5 नम्बरको वडा अध्यक्ष हुन्छ नि उहाँलाई पनि जानकारी छ यता नगरपालिकाबाटै हामीले गरेरै अधिकार हाम्रो 5 नम्बरको जनप्रतिनिधिहरु त के कुरा गर्नु 5 नम्बर यो हाम्रो कानेफरी गाउँपालिकाको नै के कुरा राख्नु म त हाम्रो पनि अब कटन भइरहेको त्यो सिधा लाउँदा जाली ठिकै थियो तर तल लगाएर चाहिँ यस्तो बनाइदियो हुनाले पारिहाल्यो भोलि यसो है हामी त थियौँ तपाईहरु आएर जानु भएछ भन्ने खालको त्यो के भन्छ त्यो खालको गैर जिम्मेवार कुरा चाहिँ नआओस् हैन तपाईहरु आधिकारिक हो भने कुरो के हो भने हामी अहिले यो हाम्रो मास चाहिँ उता कानेफरीपट्टिको पीडितहरू हामी हैन अब हाम्रो ठम्याइ चाहिँ के हो भने स्थानीय के भन्छ बेलबारी नगर उता कानेपोखरी अहिले पहिलाको बाहुनी हो हैन उताको डेरोन हो हैन त्यसो हुँदाखेरि चाहिँ कस्तो भने पाली गाविस लाउँथ्यो त्यहाँको जे स्रोत आय स्रोत त्यसरी नै खर्च हुन्थ्यो अहिले मर्ज भएर एक भएको छ यता बेलबारी उता कति नम्बर वार्ड हो 8 होला उता अहिले कानेपोखरी भएको छ हैन कुरो के चाहिँ भने हाम्रो पालिका अभिभावक हामी यो पीडितको हामी गएर लगभग धेरै वर्षदेखि सङ्घर्ष गऱ्यौँ अस्ति हामी फाइनल हाम्रो एउटा निष्कर्षविहीन वार्ता टुङ्गिएको छ पालिकाले खन्छौँ भन्ने हामी पीडितले खन्न दिन्नौँ भन्ने भिडियो पनि तपाईँले युट्युबमा खोजेर हेर्न सक्नुहुन्छ त्यो निष्कर्षमा पुगेका छौँ र हाम्रो समग्र मान्यता के भने उतापट्टिको अब यताको त हामीले भन्न मिल्दैन र पनि हाम्रो बुझाइ के हो भने ट्रस्टरको दोहनले गर्दा यो यति साह्रो